याङबेन यति धेरै चाहिँ मैले देखेको थिएन कहिले पनि। दर्शक महानुभाव देख्नु होला। पावाको 2000 है आज। यो चाहिँ एकदमै अमूल्य जडीबुटीको रूपमा मानिन्छ। हाम्रो अहिलेको यात्रा चाहिँ उपलब्धि नै रह्यो भन्ने लाग्दछ। बाटोमा हामी यसरी याङबेन झ्याउ टिप्ने अवसर पनि जिरो। यति धेरै मैले कहिले पनि देखाएको थिइनँ। यति धेरै गड देख्नु होला। यो चाहिँ स्पेसल्ली खास गरेर यो चाहिँ गुराँसको बोटमा चाहिँ यो झ्याउ पलाउने गर्दछ। अनि सुकेको रुखमा चाहिँ यो अलिकति बढी हुन्छ। हामी चाहिँ आज एकदमै निकै धेरै माथि आइपुगेका छौँ। आज हामी एकदम डर पनि छ, यहाँ डर पनि लागिरहेछ। कतै जति हेऱ्यो त्यति टिप्न मन लाग्छ। डर पनि लागिरहेछ अलिकति, किनभने यस्तो ठाउँहरूमा चाहिँ भालु पनि लाग्ने गर्दछ। र अब हामी धेरै बेर यहाँ बस्ने छैनौँ। अब हामी यति नै हामी अब टिपेर हामी घर फर्किन्छौँ, किनभने अब हामीलाई यो वर्षको लागि याङबेन झ्याउको चाहिँ कोरम पुगेको अवस्था छ। एकदमै ढिलो भइरहेछौँ हामी चाहिँ। खास गरेर यो वर्ष चाहिँ दसैँको छुट्टीको मौका पारेर भोजपुरको ट्याम्के मयुङ गाउँपालिका अन्तर्गत रहेको चखेवा भन्ज्याङदेखि अलिकति माथि ट्याम्के डाँडामा चाहिँ घुम्ने भनेर हामी आएका थियौँ। त्यसो भएकोले हामी घुमेर पनि हामी आइसकेका छौँ। फर्कने क्रममा हामीले झ्याउ याङबेन चाहिँ टिप्यौँ है। हस् त, धन्यवाद, नमस्कार, सेवा।